हरियो पिरो खुर्सानीको अचार। अनि यो चाहिँ अचार बनाउने मसला। अनि हामी चाहिँ प्योर तोरीको तेल घरको युज गर्छौँ। अब चाहिँ हामी अचार बनाउँ है त। ल अचार बन्दैछ। म चाहिँ 5 फोरनहरू फुराएर लसुनहरूलाई एड गरेँ। अनि यहाँ चाहिँ ग्रेभी सबै हालेर अचारलाई मल्ने मसलाहरू सबै हालेर अचारलाई पकाएँ। अब चाहिँ हाम्रो लगभग अचार रेडी भइसकेको छ। अब चाहिँ हाम्रो अचार रेडी भयो। पिरो ट्वाक्क मिठो खुर्सानीको अचार। हजुरहरूलाई चाहियो भने सम्पर्क गर्नुहोला। एकदम कम पिस मात्र बनाएको छु।